हेलो गाइस, म चाहिँ आज तपाईहरुलाई हैन जापानमा चाहिँ हाम्रो सामानहरु चाहिँ एउटा ठाउँबाट अर्को ठाउँमा कसरी पठाउन सकिन्छ थ्रु पसल, कोन्बिनी या सुपरमार्केट भनौं न। र म चाहिँ यहाँ एसएसडब्ल्यू मा आको हैन जापान 7 दिन जति भयो। अब चाहिँ मैले यहाँ एउटा भाइको सामान ल्याइदै थिए, त्योहरु चाहिँ कसरी पठाउन सकिन्छ। यो चाहिँ म चाहिँ फुड सर्भिसमा आएको र यो क्युटीहरु देख्न सक्नुहुन्छ। मैले चाहिँ क्युटीहरु जम्मा गरेको थिए नोट गरेर अब पढ्ने सजिलो हुन्छ नि आफुलाई। यो चाहिँ भाइको सामान है, मैले नेपालबाट लिएर आएको र यो चाहिँ आज मैले यहाँ ओसाकाबाट नागोया पठाउँदै छु र त्यो चाहिँ कसरी पठाउने म तपाईहरुलाई त्यसको बारे इन्फर्मेसन दिन गइरहेको छु आज। र आज मैले चाहिँ लाइफ भन्ने सुपरमार्केटबाट सामान पठाउन गइरहेको छु र यो सुपरमार्केटमा चाहिँ एउटा कुरा के सजिलो छ भने तपाईले कार्टुनमा या बक्समा सामान हालेर लिएर जान पर्दैन, तपाईलाई यही प्याक गरेर दिनेछ। र लसन 7-11 मा चाहिँ आफैले हालेर लिएर जानु पर्ने छ है बक्सहरुमा। ल बक्सहरु चाहिँ अब यस्तो हुन्छ। तपाईले लसन 7-11 मा चाहिँ तपाईले यसरी बक्समा हालेर लिएर जानु पर्ने हुनेछ, तर यहाँ लाइफमा चाहिँ आफै प्रोवाइड गर्दिन्छ है। आफ्नो पठाउनको लागि भरिसक्नु भएपछि पाउने फर्म हो र यसमा चाहिँ के लेख्नु पर्छ म तपाईलाई भन्न गइरहेको छु। पोस्टल कोड भइहाल्यो, त्यो मान्छेको पाउने मान्छेको फोन नम्बर लेख्नु पर्यो अनि एड्रेस लेख्नु पर्यो। अनि तल चाहिँ अब मेरो भइहाल्यो, मेरो पोस्टल कोड, फोन नम्बर अनि त्यहाँबाट एड्रेस। अनि यसमा चाहिँ अब के भने अब खान्जी मैले आफैले लेखेको थिएँ हैन, त्यसलाई अलिकति नबुझेर अनि त्यहाँबाट त्यसलाई आफै लेख्दिए नि त भनेर मैले उसको एड्रेसहरु दिए अनि उले मलाई हेल्प गरेको थियो। अनि त्यहाँबाट यो चाहिँ अब बक्स अनुसारको प्राइस हुन्छ है। सबभन्दा सानो बक्स 60 को चाहिँ 840 लाग्यो। यो चाहिँ नागोया पठाएको। 80 को चाहिँ अब के टोकियो पठाउँदा 900 कति लागेको थियो। अनि ओसाका यही पठाउँदा चाहिँ 100 को 1100 कति लागेको थियो हैन। त्यो चाहिँ अब लोकेसनले मलाई टाढा भएर त्यस्तो पैसा बढी लाग्ने भन्ने त्यस्तो खासै लाग्दैन। र मेन इम्पोर्टेन्ट कुरा चाहिँ तपाईको मान्छेको कहिले चाहिँ छुट्टी छ त्यो अनुसारको डेट मिलाएर अनि कति बजेदेखि कति बजेसम्म उसले रिसिभ गर्न सक्छ त भनेर त्यो लेखिदिने। उता सोधेर पहिले कन्फर्म गरेर अनि त्यो दिनमा चाहिँ यो डेटहरु लेख्नु पर्छ है, लेखिदिने। अनि त्यही अनुसारले रिसिभ गर्छ। हस् त गाइस, यति नै हो है त। अब तपाईले बुझ्नु भयो होला मैले भन्न खोजेको कुरा। र सजिलै तपाईले यसरी आफ्नो नेपालबाट ल्याएको सामान चाहिँ एउटा ठाउँबाट अर्को ठाउँ पठाउन सक्नुहुन्छ। र आजको भिडियोमा यति नै। र लाइक र कमेन्ट गर्न चाहिँ नछुटाउनु होला गाइस। यदि तपाईले केही इन्फर्मेसन पाउनु भएको छ भने र केही बुझ्नु भएको छैन भने कमेन्टमा सोध्न सक्नुहुनेछ। हस् त गाइस, थ्यांक यू फर वाचिङ। बाइ बाइ।